यो चाहिँ हो दुधे मकैको यो मिक्सरमा पिनेको अब यहाँ पकाउने दुधे मकैको हलुवा बनाउनलाई मैले हेरौँ कस्तो हुन्छ अब पछि यो हालेको कस्तो अप्ठ्यारो भयो कि हलुवा तयार हुँदैछ घिउ हाले दुध हालेको त देखाउनै पाएन पाक्दैछ है अब खाएको देखाउँछु म है मेरो नानीहरूलाई है यही एउटै हो यो दुधे मकै ओराएर यो ढिँडो रे हलुवा यो मकै लु खाऊ त कस्तो भएछ त्यसलाई के मिठो त मेरो बच्चाहरूलाई नौलो खाना दुध घिउ खाऊ त मिठो छ राखेको चाहिँ